प्रजातिका। अब गोहीहरू खाने भनेको यही माछै मात्र हो, यहाँ फिसिङ गर्न एलाउड छैन। भीमका नै रहेछ नि बाबेर त एकदम ठुलो छ यो मार्च मगर, यो डेन्जरस वाला यो हेर्नुस् त। यो चाहिँ गोहीहरू हुन्छ नि फुल ब्लडेड है, फुल ब्लडेड। यिनीहरूलाई चाहिँ घाम चाहिन्छ, यिनीहरू यो चाहिँ गरेको हुन्छ नि टेम्परेचरले को, यो चाहिँ आफ्नो डाइजेस्टिङ खाना पचाउनलाई। हजुर हुन्छ, यिनीहरूलाई घाम चाहिन्छ बिहान। कस्तो राम्रो छ है। अनि यो मयूरको अगाडि उतापट्टि हेर्नुहोस् त, दुईटा चरा छ, त्यो चाहिँ चखेवा। चखेवा रुडी सुल डक्स भन्छ। यो चाहिँ आइसकेछ है, विन्टर माइग्रेसन बर्डहरू है। यो चाहिँ साइबेरियाबाट आयो, लभ बर्ड्स पनि भन्छ। आयो, आइसक्यो यो हेर्नुहोस् त। साइबेरियाबाट आउने ओरेन्ज कलरको। यो चाहिँ भेजिटेरियन पनि हो, ब्राह्मिनी डक्स पनि भन्छ यसलाई। यो चाहिँ अल्गी मात्र खान्छ, लेउ। त्यहाँ हेर्नुहोस् त, लेउ खाइरहेछ यो। त्यसको आरै लेउ है, लेउ। माछाहरू केही खाँदैन यिनीहरू। यिनीहरू यहाँ गर्मी बढ्न थाल्यो भने यिनीहरू फेरि ब्याक टु साइबेरिया। आउन आयो भनेर न्युज आएको थियो। रापतीमा अहिले धेरै आएको छैन, अझ यिनीहरूको अब आउने अझै छ। यता देब्रे साइडमा पनि छ गोही कोकोडाइल। यसपालि त ठुलो ठुलो देब्रे साइडमा पनि छ यता कोकोडाइल। देब्रे साइडमा पनि कोकोडाइल छ, हेर्नुहोस् त। यो पनि त्यही हो। बापरे, हात्ती जस्तो छ यो त। खाएर अगाएर बन्छ। है यहाँ माछा जति पनि छ यिनीहरूले खाने भनेको माछै हो। कहिलेकाहीँ यसले चाहिँ माथि गएर फेरि हन्टिङ पनि गर्छ डियर मङ्कीहरूलाई। हजुर, यसले त्यो घडियालले लामो चुच्चो भएको चाहिँ घडियालले त्यो गर्दैन, यसले चाहिँ गर्छ। अब यहाँ छ हेर्नुहोस् त, दुईटा छ बेबी कोकोडाइल यता लेफ्ट साइडमा। सानो सानो दुईटा छ। यो बाँच्ने भयो, यिनीहरू बाँच्यो। अब कल इन्डेन्जर स्पिसिस हो, त्यो लोप हुन गएको। यो चाहिँ फिमेल मयूर है, पिकअप। यो सबै फिमेल है। यो चाहिँ फिमेल भयो, यो ठुल्ठुला। अनि अर्को यो सानो सानो छ नि, यो चाहिँ हुटिट्याउ, नेपालीमा हुटिट्याउ। हुटिट्याउ, इङ्ग्लिसमा रिभर लापुङ। दुई थरीको छ फेरि। एउटा चुच्चो रातो भयो भने रेड वाटर, जस्तै यो भयो रिभर लापुङ, यो भयो रेड वाटर। अब यहाँ हेर्नु त, यो चाहिँ मेल हो यो पिकअप। माघ फागुनतिर यिनीहरूको अन्डा पार्छ। अनि त्यसपछि असार साउनतिर यिनीहरूको बच्चा जन्मिन्छ। एकचोटिमा यिनीहरूको 25-30 वटा 25-30 वटा। हजुर, बाँच्दैन सबै त हुँदैन, सबै बाँच्दैन। घडियालको झन्तिर छ नि यो चाहिँ बकुला। यो चाहिँ हुटिट्याउ भयो, यो बकुला भयो। लिटल इग्रेट, किङफिसर उड्यो उतापट्टिको उसमा बस्यो। ऊ यहाँ उताको सानो लगमा ब्लू कलरको। अर्को कोकोडाइल यहाँ छ, यहाँ पनि आमातिर जान यहाँ टाउको। अर्को यहाँ पनि खान पाएन भने जङ्गल पसेर गाउँ पसिहाल्छन् फेरि। अब यस्तो हुन्छ कहिलेकाहीँ अब यो डियरहरू हुन्छ नि, पानी खान आउँछ त्यति बेला अट्याक गर्छ। कहिलेकाहीँ क्रसिङ गर्छ पनि क्या डियरहरू। अनि त्यति बेला बाँदरहरू भयो, त्यतिखेर चाहिँ यिनीहरूले मारिन्छ। त्यति बेला यिनीहरू अनि एकदम कुकुरलाई त झन् देखिसक्दैन। कुकुरलाई त झम्टिहाल्छ पानी। सबै पर्नु पाउनु। तर अस्ति लभबर्ड के अरे ती पाहुना आए भनेर न्युज आएको थियो, 2 भाइ मात्रै देखियो एउटा रुममा। अनि कुनै चाहिँ ठुलो छ, अनि कुनै ठुलो छ, त्यसमा चाहिँ 3-4 वटा पनि हुन्छ त्यो रुममा। यसमा 4-5 वटा रुम छ कति। प्याक खाना लिएर आउँदैछ होइन? हजुर, खाना चाहिँ प्याक गरेर त्यहाँ ल्याएको देख्नु भयो होला, बोकेर उनीहरू। हजुर, सबैजनाको भारी हुन्छ त्यो खाना ल्याएर। त्यहाँबाट ट्याक्कै अब कोही चाहिँ हिँड्दै आउँछ, त्यहाँबाट क्रसिङ बोट गर्छ, अनि त्यहाँबाट हिँड्दै गाइड लिएर आउँछ यहाँसम्म।
अनि कोही चाहिँ बोटिङमा उहाँ अझै तल पनि छ अझै भित्रभित्र यस्तै कतिवटा छ यस्तो बाबु धेरै छ यहाँ हेर्नुहोस् त रोटी सोल जग लभ बर्ड्स यहाँ हो यहाँ रहेछ ल थोरै रहेछ यसपालि लभ बर्ड्स हजुर यता होइन उता हुन्छ के चाहिँ दोकानमा चखेवा लभ साइबेरियाबाट बर्ड्स आउनेहरू नेपालीमा चखेवा बडा दर्दनाक कहानी हुन्छ नि इङ्ग्लिसमा रुडी सुल डग्स यिनीहरू बस्ने सुत्ने यहीँ बन्छ यहाँ गुड यिनीहरू बनाउँदैन यहाँ ब्याक टु साइबेरिया साइबेरियाबाट आउने हो नि त विन्टर माइग्रेसनहरू यो परिमा अस्ति न्युज आएको यहाँ गर्मी बढ्न थाल्यो भने अनि त्यसपछि ब्याक टु साइबेरिया त्यो बवाल यो चाहिँ जोडी नै हुन्छ अब दुई साइडमा जङ्गल छ नि त अब त्यो मचान अब कहिलेकाहीँ टावरकै नजिकै आइपुग्छ गैँडाहरू बाघहरू यसरी त्यो गएन त भनौँ ल जताततै छ बाघ अब बाघ स्पेसली बाघकै लागि हो उनीहरू आएको हजुर अब यहाँ आउँछ अब त्यो टावर यहाँ देखा पर्छ त्यो चाहिँ सबै रुमै हुन्छ अट्याच बाथरुमै हुन्छ भित्र त्यसमा हजुर टावरमा सबै अनि गाइडमा हजुर छुट्टै हुन्छ त्यसमा गाइड पनि हुन्छ अनि गार्ड पनि हुन्छ एउटा गार्ड हुन्छ एउटा गाइड हुन्छ अनि त्यसपछि उहाँहरू लिएर आएर